ल साथीहरू, आज हामी चाहिँ पेनाङ हिलतिर है, हिलसम्म पुग्नको लागि रेलको यात्रा गर्दैछौँ हामी। यो रेल करिब 100 वर्ष पुरानो रहेछ लगभग। यो बनेको चाहिँ 1906 मा साथीहरू। सञ्चालनमा आएको चाहिँ 1923 मा रहेछ। यसलाई आधुनिकीकरण गरिएको चाहिँ 2010 मा। यो ट्रेनले करिब 10 मिनेटमा साथीहरू 2733 फिट माथिसम्म पुग्दो रहेछ, यानि कि 2 किलोमिटरसम्म यात्रा गर्ने रहेछ साथीहरू है। ल आउनुहोस्, तपाईँहरू पनि भिजिट गर्नुहोस्, रमाइलो गर्नुहोस्, पेनाङ हिलको माथिको रहस्य बुझ्नुहोस्। यो ट्रेनले तपाईँको एक ट्रिपमा 100 जनासम्म मान्छे बोक्दो रहेछ साथीहरू। अनि आउनुहोस्, रमाइलो गर्नुहोस्, भिजिट गर्नुहोस्।